हेलो एभ्रिवान नमस्ते। आजको ब्लग चाहिँ तपाईहरुलाई एउटा हामी चाहिँ देखाउँदैछौँ। यसको बारेमा केही कुराहरू गर्दैछौँ र यो ब्लग चाहिँ बसबाट चाहिँ हामीले चाहिँ खिचेका छौँ र त्यसको सुट गरेपछि यहाँ चाहिँ केही कुराहरू साझा गर्दैछु तपाईहरुलाई। यो यात्रा चाहिँ हाम्रो सप्तरीदेखि काठमाडौँसम्मको यात्रा हो र त्यसको बारेमा के कस्तो छन्, हामी यात्रा कसरी के भयो त्यसलाई कुरा गर्दैछु। र सप्तरीबाट यात्रा हुँदाखेरि बर्मजिया हुँदै हामी चाहिँ यहाँबाट कञ्चनपुरबाट पश्चिमतिर लाग्दाखेरि अहिले 4 लेनको बाटो बनिरहेछ, जुन चाहिँ एसियाली बैंकको सहयोगबाट बनिरहेको। नेपालसँग त्यति सामर्थ्य छैन जुन चाहिँ आफ्नो लगानीमा 4 लेनको हाइवे बनाओस् हैन। यो हाइवेलाई एसियन हाइवे भन्छ, जुन एसियन हाइवे तपाईको इन्डियामा धेरै ठाउँमा लगभग पुरै बनिसकेको छ, कुनै कुनै ठाउँ बाँकी होला। अनि त्यसपछि नेपालको काकरभिट्टादेखि यता कञ्चनपुरसम्म तराईमा हुनेछ भने अहिले जुन फास्ट ट्र्याक तपाईले देखिरहेको निजगढबाट यतातिर छन् ललितपुरसम्म र त्यहीँबाट फेरि यता के अरे चाइनातिर जानेछ कि 4 लेनको बाटो। त्यही भएर यो एसियन हाइवे हो जुन चाहिँ एसियालाई जोड्ने काम गर्छ। मानौँ यो हाइवे यदि यो ठाउँमा राम्रोसँग बनिसक्यो भने यो देशको उन्नति, यातायात धेरै कुराहरूमा आर्थिक रूपमा टेवा पुग्ने गर्दछ। अहिले हामी आइपुगेका छौँ यता एउटा चोक छ बजार सिराहाको, यो कठौना र कठौनामा तपाईले हेरिराख्नु भएको छ। आज चाहिँ छठको समय रहेको छ कि आज 10 गते, सो 10 गते चाहिँ छठ हुने रहेछ र त्यसकै लागि मान्छेहरूले किनमेल गरिरहेका छन्। र त्यो छठ एउटा प्राकृतिक पूजा हो जुन चाहिँ सूर्यकै कारणले यो संसार सम्भव भएको हो हैन। त्यसैको ऊर्जा र शक्तिले गर्दाखेरि यो संसार चलेको हो र एउटा चाहिँ एकदम राम्रो कुरा हो कि एकदम थोरै ठाउँमा सूर्यलाई पूजा गरिन्छ, चन्द्रमालाई पूजा गरिन्छ। यो मधेसमा तपाईको एउटा छठ पर्व एकदम भव्यको साथ मनाइन्छ, जुन चाहिँ प्रकृतिबाट उब्जेका कुराहरू, फलफुलहरू होस् हैन, त्यहाँबाट अन्न अनाजहरू होस्, त्यस अनि माटोको भाँडा अनि बाँसको भाँडा यिनीहरू इत्यादिबाट चढाएर अनि पूजा गरिन्छ। त्यस्तै के हुन्छ भने एउटा भदौ महिनामा चौरचन भन्ने पर्व हुन्छ, गणेश चतुर्थी। त्यो दिन चाहिँ के हुन्छ भने चन्द्रमाको चौथो दिनमा चाहिँ पूजा गरिन्छ। त्यहाँ पनि फेरि पुरै प्राकृतिक रूपमा आँगनमा लिपेर मजाले हैन, त्यहाँ चाहिँ दहीहरू राखेर हैन, त्यहाँको पुडीहरू पकाएर अनि पूजा गर्ने चलन छ कि। सो सूर्य र चन्द्रको दुवैको पूजा चाहिँ तपाईको मधेसमा मिथिला क्षेत्रमा हुने गरेको पाइन्छ। अहिले चाहिँ हामी ठ्याक्कै तपाईको ढल्केबर आइपुगेका छौँ र ढल्केबरमा चाहिँ यो समय हेर्दाखेरि यहाँबाट चाहिँ अर्कोतिर उता पुगिन्छ भने ढल्केबर थोरै अगाडि आइसकेपछि अब चाहिँ हामी यहाँबाट यता बर्दिवास र बर्दिवासबाट माथि लाग्दैछौँ। माथि लाग्दै गर्दाखेरि यहाँ अहिले सुनसान छन्। यही बाटोमा थुप्रै डिभाइडरहरू थियो, तर जेएनजी आन्दोलनको कारणले गर्दाखेरि यो सबै डिभाइडरहरू तोडफोड भएर जलाएर बर्बाद पारिसकेको छ। यहाँ एउटा नमुनाको रूपमा मात्रै चाहिँ हेर्न पाइन्छ, नभए चाहिँ छैन, खास चाहिँ सबै ध्वस्त भइसकेको छ। अब यो यात्रा चाहिँ हाम्रो बिस्तारै चुरे पर्वतमा रहन्छ, विशेष गरी फोकस रहन्छ चुरे पर्वतमा। र यो हामीले हेर्दै गर्दाखेरि ट्राभल गर्दाखेरि अहिले यहाँ गर्मी छ, तर बिस्तारै पहाडतिर गयो भने अलि चिसो हुन सक्छ। हेर्दै जाउँ कतिको के हुँदो रहेछ। सो यो चुरे हेर्दाखेरि मलाई चाहिँ एकदम आनन्दित र लोभ्याउने खालको वातावरण रहेको छ। यहाँ चाहिँ एकदम जङ्गलै जङ्गल हो, यस्तैले भन्छ कि 4 कोसे झाडी भनेको। र केही मात्रामा अहिले यो चाहिँ कमलाबाई नगरपालिकाभित्र पर्दो रहेछ। यो चाहिँ अहिले चाहिँ छ यो जङ्गल तपाईले हेरिराख्नु भएको यो सुन्दर हरियाली हरियो वन नेपालको धन भने जस्तै यो ठाउँ चाहिँ अहिले चाहिँ हेर्न पाइन्छ छ अहिले। तर अहिले जुन एसियन हाइवे बनिरहेछ वा त्रिभुवन राजमार्ग भन्छ त्यसलाई हैन,
त्यो ठाउँमा पनि यस्तै जङ्गल थियो समथर भूभागमा। तर त्यतिखेर हजारौँ हजार रुखहरू कटान गरेर जङ्गल फडानी गरेर होइन त्यसपछि त्यो रोड बाटो बनाएको। यहाँ चाहिँ के गरेर चाहिँ घुमाएर बिचबिचबाट बाटो लगिएको हामीले हेर्न सकिन्छ। अब यहाँको माटोको फेरि महत्त्व, यो माटोको एउटा कम्पोजिसन एकदम फरक छ, जुन चाहिँ नेपालकै सबभन्दा पुरानो माटो या त्यस्तो कुराहरू हुन्छ। यही चुरे पर्वतमा एउटा सिराहाको खप्टे डाँडा छ, अनि त्यो खप्टे डाँडामा तपाईँको नियोलिथिक एराको बसाइ गरेको त्यहाँको अर्नामेन्ट्सहरू, मुगाहरू होइन, माटोको भाँडाहरू, टेराकोटाको कुराहरू पाएको छन् कि यही यस्तै खालको यही चुरे पर्वत नै हो त्यो पनि। र यसैलाई चाहिँ अझ डिटेल्स रूपमा हामीले हेर्दाखेरि यो जङ्गल हेर्दाखेरि यहाँको वातावरण हेर्दाखेरि भित्री मधेस पनि भन्छ यसलाई, जुन चाहिँ चुरे पर्वत हो। र यसको ऐतिहासिक कुराहरू अझै साइन्टिफिक रूपमा जाने भने इन्डियन जुन प्लेट छ, इन्डियन सबकन्टिनेन्टमा जुन इन्डियन प्लेट छ, त्यो इन्डियन प्लेट चाहिँ अफ्रिकाबाट त्यो टेक्टोनिक प्लेट ब्रेक भएर भाँचिएर यतातिर आएपछि चाइनाको प्लेटसँग ठोक्किँदाखेरिको बेलादेखि ठोक्किनुभन्दा अगाडिकै माटो यो चाहिँ हो। र यसलाई चाहिँ शिवालिक पर्वत पनि भन्छ। अनि यो पहाड सबभन्दा पुरानो छ, यो जङ्गल पनि एकदम त्यस्तै खालको पुरानो। तर यो तपाईँहरू बिरुवाहरू नयाँ देखिए तापनि के हुन्छ, जङ्गलमा पुरानो बिरुवाहरू मर्दै जाने, फेरि अर्को उम्रिने, त प्रोसेस प्रक्रिया नेचरको कुराहरू हुँदै जान्छ। त्यही कुराहरू हामीले चाहिँ हेरिरहेका छौँ। जङ्गल यथार्थ कुरा जुन हामीले नेचरमा हुने कुराहरू छ। र यसै गर्दाखेरि यो चाहिँ नेपालको एकदमै पुरानो पहाडमध्ये पर्छ, जसलाई चाहिँ चुरे पर्वत अनि महाभारत होइन के अरे शिवालिक पर्वत भन्ने गरिन्छ। यसपछि चाहिँ महाभारत पर्वत बन्या हो, अनि त्यसपछि बल्ल हिमालहरू बनेछ। सबभन्दा कम एज उमेरको हिमाल, त्यसपछि चाहिँ महाभारत पर्वत, अनि त्यसपछि शिवालिक जुन चाहिँ सबभन्दा पुरानो भनेर मानिन्छ। यो कुराहरू हामीले चाहिँ हाम्रो नेपालको जियोग्राफिकल कुरामा हेर्छौँ। अहिले हामी ट्राभल गर्दै गरेको एरिया, यो बसबाट खिचिएका यो सुन्दर दृश्य र हेर्दै गर्दाखेरिको एउटा ब्लगमा तपाईँहरूले हेर्नुहुन्छ यहाँको वातावरणहरू होइन कति सुन्दर छन्, कति रमणीय छन्, जुन चाहिँ ट्राभल गर्न सजिलो हुन्छ। यो बाटोको कुरा गर्नु पर्दाखेरि यो बाटो चाहिँ सिन्धुलीको बाटो हो। यहाँबाट सिन्धुली पुगिन्छ र सिन्धुली हुँदै के अरे यता हाम्रो काभ्रे अनि त्यसपछि काठमाडौँ छिरिन्छ के अरे धुलिखेल। सो हामीले यो ठाउँमा आउँदै गर्दा यो बाटोको बारेमा 2 लेनको बाटो हो, तर यो बाटो खासमा ठुलो बसहरूको लागि चाहिँ बाटो उपयुक्त होइन। यो बाटो चाहिँ 2टा माइक्रोको लागि उपयुक्त छ, तर पनि बसहरू चलाइरहेछ। खासमा त्यस्तो नगरे भए हुन्थ्यो, यो हाइसहरूलाई मात्रै एक्सेस गरेर प्रायोरिटी गरे भए हुन्थ्यो। तर स्टार्टिङमा यो बाटो बन्दाखेरि हाइसहरूलाई प्रायोरिटी दिएरै यो बाटो बनाएको हो र त्यही बाटो चलिरहेको थियो। त्यो बाटो बनाएको त्यहाँको फर्मेसन होइन यो कुराहरूमा एकदम रुल्स एन्ड टाइम कार्डहरू हुन्थ्यो। अहिले चाहिँ टाइम कार्डहरू खासै फलो गरिरहेको हुँदैन कि, कुन टाइममा आयो कुन टाइममा गयो त्यो कुराहरू त्यति धेरै केयर गरिरहेको छैन। तर पहिला चाहिँ एकदमै टाइममा हेरिन्थ्यो र साँझ पर्ने बित्तिकै त्यो रोडमा अलाउड थियो। अहिले चाहिँ 9-10 बजे 11 बजे रातिसम्म पनि यो बाटोमा गाडीहरू गुड्ने गर्छन्, चल्छन् होइन त्यस्तो कुराहरू। अर्को कुरा गर्नु पर्दाखेरि यो बाटोमा एकदमै नेपालकै सबभन्दा धेरै घुमाउरो बाटो छ कि। अझ हामी माथि गयो भने एकदम धेरै टर्निङहरू छ, एकदम धेरै घुमाउरो छ होइन। त्यसले गर्दाखेरि थुप्रै मान्छेहरूलाई यो बाटोमा चाहिँ भमिटिङ हुने गर्छन्, जसले गर्दाखेरि
केही मान्छेहरू रुचाउँदैन यो बाटो यात्रा गर्दाखेरि। त्यस्तो छ, टर्निङहरू धेरै छन् अनि हाइट पनि एकदम धेरै माथि हाइट्समा लगभग 3000 हाइटसम्म चाहिँ जो 3000 मिटरसम्म 3000 फिटसम्म चाहिँ पुग्छ यो हाइट, माथि हाइसम्म पुगेर अनि त्यस फेरि तल झर्छ। सो बाटो टर्निङहरू धेरै छन्। अब यो बाटोको कुरा गर्नु पर्दाखेरि यो बाटो चाहिँ जापान सरकारले चाहिँ सहयोग मार्फत केही आर्थिकहरू सहयोग यता नेपाल सरकारबाट र केही जापान सरकारबाट मिलेर यो बाटो चाहिँ बनाइएको हो। धेरै ठुलो लगभग 15-16 वर्ष लगाएर यो बाटो चाहिँ निर्माण गरिएको हो। यो जापान सरकारले बनाएको बाटोमा चाहिँ एकदम राम्रो बाटो मानिन्छ। एक कुरा गर्दा गर्दै हामी सिन्धुली आइपुगेका छौँ र सिन्धुलीबाट अब छुटेका छौँ, सिन्धुली बजारबाट। अब अगाडि जाँदाखेरि यो बाटो चाहिँ को कुरा गरौँ, बाटो जापान सरकारले बनाइसकेका छन्। यो अघिल्लो वर्ष बाढी एकदम धेरै आएको थियो र बाढीले गर्दाखेरि रोसी खोला उम्रेका थिएन। त्यसपछि अरू ठाउँमा पनि थुप्रै ल्यान्डस्लाइडहरू गए होइन। अनि त्यो ल्यान्डस्लाइडले गर्दाखेरि हामी खाजा खाइरहेछौँ अहिले। खाजा खाइसकेपछि फेरि अगाडि हिँड्छौँ। अनि के छ भने त्यो कुरा कन्टिन्यू गरौँ हामीले। यो बाटोको कुरा गर्नुपर्दाखेरि जापान सरकारले बनाए, तर बाढीले थुप्रै ठाउँमा ल्यान्डस्लाइड भयो, पहिरो गयो र पहिरो गइसके पश्चात यसको बनाउने कुराहरूमा त्यो डोजरले माटो मात्रै राख्ने होइन, प्रपर रूपमा बनाउन सक्ने नेपाललाई हैसियत र औकात अहिलेसम्म पनि छैन कि जुन चाहिँ आफ्नो बाटो आफूले बनाओस् भनेर। अहिले पनि जापान सरकारलाई गुहारेको छ र जापान सरकारले ल ठिक छ म बनाइदिन्छु भन्ने कुरा हुन्छ। अब यो देशको अवस्थाको कुरा गरौँ, यो जेनजी आन्दोलन होस् वा 47 आन्दोलन होस् वा यो माओवादी आन्दोलन होस्, जसले जे गरे पनि देशको औकात त्यति छैन र त्यो धनी पनि छैन, त्यो पैसा पनि छैन जसले गर्दाखेरि आफ्नो बाटो आफै बनाओस् आफ्नो खर्चमा होइन। नागढुङ्गा सुरुङको बाटो बनाउँदा त अरूलाई चाहिँ गुहारेर चाइनाकोसँग सहयोग गरेर काम गरिरहेछ भने यो नेपालकै फास्ट ट्र्याक बनाउँदा त अहिले बाहिरी विदेशी ऋण लिएर बनाइरहेछ होइन। नेपाल आर्मीले नै बनाए पनि बाहिरी ऋण लिएर बनाइरहेछ भन्ने कुरा बुझ्नुपर्छ कि औकात के छैन। धेरै उफ्रेर यो भएन, यो यस्तो हुन्छ भन्नुभन्दा पनि सार्थक भएर कसरी अगाडि गर्न सकिन्छ भन्ने कुरा ध्यान दियो भने राम्रो हुन्छ। अनि यो बाटो चाहिँ एकदमै उकालो ओह्रालो हुँदै चाहिँ माथिसम्म चाहिँ पुग्छन् र त्यो एकदम रमणीय दृश्य हेर्न सकिन्छ। यो बाटोको एउटा कुरा गरौँ, मैले एकचोटि ट्राभल गर्दाखेरि काठमाडौँबाट घरतिर जाँदै गर्दा सप्तरी जाँदै गर्दाखेरि एकजना पर्यटक थियो, 2 जना जुन चाहिँ काठमाडौँबाट फर्केर यो नयाँ बाटोबाट जाउँ भनेर हिँडेको रहेछ। त्यो इन्डियाको रहेछ उहाँ चाहिँ। अनि त्यो यो बाटोबाट माथि तल हुँदाखेरि अनि यहाँको जुन भिरहरू छ नि, अनि भिरबाट एकदमै तल देखिन्छ होइन। अनि त्यसले गर्दाखेरि एकदम डर होइन, डरले उहाँ चाहिँ एकदम डराएर होइन कान समातेर अब चाहिँ म यो बाटो चाहिँ कहिले पनि अब यो हेर्नुहोस् यस्तो भिड छ होइन। अनि त्यो हेर्दाखेरि अब चाहिँ यो बाटोबाट म कहिले पनि आउँदिनँ हिँड्दिनँ, यस्तो बाटो हेर्नुहोस् पहाडहरू तल छ हामी माथि छौँ भने कति हाइटमा छ होइन। यो कुरा हेर्दाखेरि अब यो बाटोमा कहिले पनि आउँदैन नेपाल, अब यस्तो खालको बाटोमा कहिले पनि म त स्वर्गमा छु कि नरकमा छु थाहा छैन, म मरेर बाँचेको भन्ने कुरा उहाँले कुराहरू सुनाउँदाखेरि भन्दाखेरि त्यो एक्सप्रेसनहरू गर्दाखेरि सम्झना आयो कि यो बाटो हिँड्दै गर्दाखेरि। सो यो प्राकृतिक रूपमा हेर्दाखेरि सुन्दर ठाउँ, सुन्दर वातावरण, तल माथि रमाइलो ठाउँ यो हो र यो ठाउँबाट नै हामीले थुप्रै कुराहरूको एउटा सेयरिङ गर्न सकिन्छ। एउटा हस्पिटालिटीहरू ठाउँ ठाउँमा सानो होमस्टे टाइपको होइन। अनि त्यसपछि केही कुराहरू गर्न सक्यो भने यो बाटोको अझ राम्रो उपयुक्त फाइदाहरू लिन सकिन्छ। किनभने यो तलदेखि माथिसम्मको एउटा भ्युजहरू छ, भ्यूहरू दृश्यहरू ल्यान्डस्केपहरू त्यो एकदमै राम्रो
सुन्दर देखिन्छ। त्यो चाहिँ कमै ठाउँमा त्यस्तो देखिन्छ कि त्यही भएर तराईमा एउटा आफ्नै भौगोलिक वातावरण छ। फ्ल्याट देखिन्छ भने यहाँ आयो भने हामी चाहिँ आकाशमै उडेको जस्तो होइन, माथि पुगेको अनि माथिबाट बिस्तारै तल गए झरे लडे जस्तो फिल हुन्छ होइन। तर यहाँको भौगोलिक अर्कै छ, कस्तो रमाइलो छ होइन। त्यसले गर्दाखेरि हामीलाई थुप्रै कुराहरू हामीले हेर्न सकिन्छ, बुझ्न सकिन्छ र यो कुराहरू हामीले बुझ्यो भने एकदम राम्रो हुनसक्छ। यसरी जाँदै गर्दाखेरि अगाडितिर हाम्रो के आउँछ भने नदीहरू आउँछन् र त्यो नदीहरू पनि के छ भने दुईवटा कोसी, यता भोटेकोसीबाट आउने नदीहरू पनि यतातिर जोडिन्छ र उता के अरे सुनकोसीबाट आउने नदीहरू पनि जोडिन्छ। यो ल्यान्डस्केप हेर्नु त कस्तो ब्युटिफुल ल्यान्डस्केप छ। यस्तो ठाउँहरूमा कस्तो रमाइलो हुन्छ यात्रा गर्नलाई होइन। बिस्तारै गयो भने एउटा आकाशमै पुगे जस्तो, फेरि आकाशबाट तल झरे जस्तो एउटा आभास हुन्छ कि। सो त्यो यात्रा पनि यादगार हुन्छ, रमाइलो हुन्छ यो पार्टहरू। त्यसैले यो कुराहरूलाई हामीले क्याच गर्नु जरुरी छ। यसको ठाउँमा कसरी अलिकति क्रिटिकल डेन्जर ठाउँ पनि हो यसले, खासमा भन्नुपर्यो। अब हेर्नु, यहाँबाट डाइरेक्ट केही भयो भने फुत्त तल गयो भने त्यसको केही आन्द्राभुँडी केही पनि भेट्दैन जस्तो लाग्छ होइन, त्यति धेरै हाइटमा छ। तर रमाइलो हुन्छ यो भ्यूहरू हेर्दाखेरि, रमाइलो छ, इन्जोय गर्ने मौसम चाहिँ यहाँ चाहिँ हावा चाहिँ एकदम शान्त चिसो हावा बहन्छ। त्यो चिसो हावाले गर्दाखेरि रमाइलो हुन्छ। साथीहरू यहाँ रोकेर बाइकमा हिँड्ने मान्छेहरू चाहिँ रोकेर फोटोसोटो खिच्छन् अनि रिफ्रेस हुन्छ। त्यही भएर राम्रो हो यो, खासमा यो ट्राभल गर्नु पनि राम्रो हो होइन। अलिअलि बाहिरको दृश्य हेर्दै यात्रा गर्दै बिस्तारै गाडी कुदायो भने त यो बाटो एकदमै राम्रो हो। र यो राम्रो कुराहरू हामीले जहिले पनि सम्प्रेषण गर्दै अगाडि बढ्यो भने भोलि पर्सि पनि यसको राम्रो म्यासेज जान्छ भन्ने कुरा बुझिन्छ। अनि यस्तै हामीले अगाडि जाँदै गर्दाखेरि के हुन्छ भने एउटा ठाउँ हुँदछ। त्यो ठाउँमा चाहिँ के छ भने ऐतिहासिक केही पेन्टिङहरू अहिले बनाएका छन्। त्यहाँको सिन्धुलीगढीसँग त्यो कुराहरू, सिन्धुलीगढीमा आक्रमण हुँदाखेरि त्यहाँ जितेका त्यो भाइ भारदारहरू, राजाहरू र त्यतिखेर लडेका युद्धका ऐतिहासिक कुराहरूलाई यहाँ चाहिँ पेन्टिङमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। र यस्तो खालको यहाँ चाहिँ वातावरण बनाएको छ जसले चाहिँ एउटा नेपालको इतिहासलाई झल्काउँछ। र तपाईँको यो रोडको छेउछेउमा तपाईँले के हेर्नुहुन्छ भने ढुङ्गाहरू छाएको छ। त्यो साइडमा यसरी ढुङ्गा राख्नुको कारण चाहिँ के छ भने माथिबाट माटोको ढिस्कोहरू बग्दाखेरि, पानी पर्दाखेरि वा सुक्खा पहिरो आउँदाखेरि त्यसलाई चाहिँ आउन नदियोस्, सपोर्ट गरेर त्यसलाई चाहिँ ब्लक गरोस् र झर्न नदियोस् भन्ने हिसाबले त्यसलाई चाहिँ ब्लक गर्नलाई चाहिँ त्यो चाहिँ बनाएको हो। जसले गर्दाखेरि एउटा रोडलाई चाहिँ असर नपरोस्, तुरुन्तै रोड ब्लक नहोस् भन्ने हिसाबले चाहिँ यो कामहरू गरेको छ। त्यसैले यसमा चाहिँ थुप्रै इन्जिनियरिङ कुराहरू, जियोग्राफिकल कुराहरू स्टडी गरेर यो बाटो बनाएको छ। र किनभने यो कुराहरू हेर्दै गर्दाखेरि बाटो चाहिँ धेरै टाइम लाग्यो, राम्रो बनाएको छ। अब यहाँ चाहिँ खुरकोट आएर हामी चाहिँ जुनार चाहिँ किनेका थियौँ र जुनारको यहाँ चाहिँ खाने गर्छ। केराहरू पनि यहाँ जस ओरिजिनल लोकल कुराहरू पाउने गरिन्छ। अब यो बाटोको छेउछेउ अनि तलतिर यत्रो विशाल नदी अनि सुन्दर दृश्य, बिस्तारै हिँड्दाखेरिको शीतल हावासँग रम्दै गर्दाखेरिको यात्रा त बडो गजब हुँदो रहेछ होइन। छैनन् जहाँ कोही त्यहाँ छन् प्रकृतिका रमणीय वातावरण, छैनन् कोही जहाँ त्यहाँ छन् प्रकृतिका हावाहरू, र छैनन् जहाँ कोही त्यहाँ छन् अद्भुत शक्तिहरू। र यसैका सङ्गम नेपाललाई भनिन्छ। त्यसले गर्दाखेरि नेपाल एउटा सुन्दर परिवेश भएको,
सुन्दर देशको रूपमा एउटा प्राकृतिक मनमोहकले गर्दाखेरि रमाइलो पहाडको रूपमा रहेको पाइन्छ। र हामीले यात्रा गर्दै गर्दाखेरि यस्ता कुराहरू हेर्न पाइन्छ जसले चाहिँ एउटा राम्रो कामहरू भएछ। तपाईँले त्यो पारी हेर्नु त, त्यो इँटा ढुङ्गाको कामहरू भइरहेछ। त्यो भनेको नेपालको मध्य पहाडी लोकमार्ग हो बनाइरहेछन्। र मध्य पहाडी लोकमार्ग चाहिँ सिन्धुलीको यो नदीको उता पारी हो। नदीको वारी चाहिँ यता काठमाडौँ जाने बाटो, यो कुर्कुट बाटो यो जापान सरकारले बनाएको, त्यो चाहिँ नेपाल सरकारले मिलेर अरू कुनै बाहिरको दात्रीहरूसँग मिलेर त्यो रोड चाहिँ बनाइरहेका छन् भन्ने कुरा बुझिएको छ। अब यहाँ हामी तल आयौँ, फेरि तलबाट माथि जाँदैछौँ र माथिबाट अब तल झरिसकेपछि बिस्तारै चाहिँ अगाडि बढ्दै जानेछौँ। र अगाडि बढ्दै जाँदाखेरि थुप्रै कुराहरू हेरिन्छ। अब हेर्नु त यही सानो सानो फाँटहरूमा हरियो धानको बालीहरू, हरियो धान पाक्न लाग्छ होइन। यस्तो भौगोलिक अवस्था कस्तो रमाइलो छ कि, जसले गर्दाखेरि यहाँ चाहिँ यात्रा गर्नु र सँगै अब तब यो ठाउँहरूमा जस्तै होमस्टे कुराहरू गरिदिएको भए होइन, या छ त्यहाँ केही होटेलहरू छन्, तर त्यो अलिकति विदेशी स्टाइलको बाहिर होइन, हाम्रो आफ्नै लोकल नेचुरल रिसोर्सबाट बनेको कुराहरूले यदि हामीले प्रायोरिटी दियो भने अनि त्यसमा फोकस गऱ्यो भने त्यो चाहिँ राम्रो हुन्छ कि। अब यो बाटोहरू भत्किएका छन् र बाटोको लागि अब हामीले अर्का देशले गुहार्नु पर्ने छ। लगभग 2 वर्षदेखि बाटो यस्तै छन्, बाढी आयो भने फेरि बगाएर लान्छ, फेरि चाहिँ खोलाले साइडमा इँटा ढुङ्गा राखिदिने हामी अनि त्यसरी हिँड्ने, अर्को अप्सनै छैन। किनभने नेपालसँग त्यति धेरै इक्विपमेन्टहरू छैन, त्यति धेरै लगानी छैन, इन्जिनियरिङ छैन। कुरा गर्दै गर्दाखेरि हामी रोसी खोलाको छेउतिर आइपुगेका छौँ। यहाँ चाहिँ हामी ठुलो जाममा फँसेका छौँ। लगभग 2 घन्टा हामी जाममा फँसेका थियौँ। र यही चाहिँ एउटा इमली अनि ततेरको बोट थियो, त्यो टिपेर पनि कोही कोही खाइरहेको थियो। म पनि यसो टिपेको थिएँ, रमाइलो भएको थियो। तर जाम के रहेछ भने त्यहाँ चाहिँ मान्छे एउटा लोकल गाडीको तेल थिएन, अनि तेल सक्यो, अनि उकालोमा गएर तेल सकिसकेपछि त्यो गाडी ब्लक भयो। अनि ब्लक भइसकेपछि त्यहीँको अर्को गाडीहरूले बिस्तारै तानेर साइड लगाएर साइड गरिसकेपछि बल्ल चाहिँ यो बाटो खुल्यो। त्यति बेलासम्म 2 घन्टासम्म सबै गाडीहरू साइडमा लागेर बस साइडमा बसिरहेको थियो, मान्छेहरू यसो घुमिरहेको थियो, बाटोमा रमाइलो गरिरहेको थियो, निस्किरहेको थियो, वाक्क पनि भइरहेको थियो, तर गर्ने के होइन। त्यस्तै यो मान्छे आइरहेछ नि, यो मान्छेले के गरेछ, हिजो चाहिँ यति धेरै रक्सी खाएर यति धेरै रक्सी खाएको रहेछ कि त्यो पैसा सबै त्यसको हराएछ। अनि पैसा नभएपछि यो गाडीवालाले फ्रीमा ल्याइदिए रहेछ काठमाडौँ, त्यस्तो भएको थियो। अब यहाँ हेर्नु, यो चाहिँ रोसी खोलाको बाढीले बगाएको बाटो हो। यो चाहिँ 3 वर्षदेखि यस्तै छ होइन। अब योभन्दा माथिको तपाईँले हेरिराख्नुहुन्छ त्यो घर, त्यो साइडबाट बाटो थियो, बनेको छैन। कुरा गर्दा गर्दै खुल्यो त्यहाँको बाटो र हामी अहिले धुलीखेलमा आइपुगेका छौँ। र धुलीखेल आइसकेपछि अब चाहिँ यहाँबाट चाहिँ हामी राइट लाग्छौँ, र राइट लागिसकेपछि हामी काठमाडौँतिर जान्छौँ, लेफ्ट उतातिर अर्नीको राजमार्गतिर अगाडि बढ्यौँ। अब यो बाटो हेर्नु, यो बाटो पनि 4 लाइनको बाटो भइसकेको छ। यो 4 लाइनको बाटो पनि, यो पनि एसियन हाइवे नै हो। र त्यो चाइना टु यो तराईलाई जोड्ने काम गर्छ यो भोलि पर्सि, किन यताबाट पनि फास्ट ट्र्याक आउँदैछ, त्यसले चाहिँ जोडिन्छ। अब यो चाहिँ हामीले चाहिँ लोकन्थली आइपुगेका छौँ र लोकन्थलीबाट अब बिस्तारै अगाडि बढ्छौँ। ट्राफिक जाममा फँसेका छौँ हामी। अब काठमाडौँ हामी छिरिसक्यौँ र पुग्दा पुग्दै हामीलाई साँझ परिसकेको छ। हामीले गाडी चढेको 6 बजी चढेका थियौँ गाडी, अनि अहिले चाहिँ टाइम हेर्दै जाँदाखेरि लगभग 7 साढे 7 भइसकेको छ। सो यति टाइम लाग्यो, 2 घन्टा जाममा फँसेका थियौँ। अनि त्यसले गर्दाखेरि अहिले चाहिँ कोटेश्वरमा यहाँ रोकिरहेछ, केही मान्छेहरू ओह्राल्ने हो र ओह्रालिसकेपछि यहाँबाट हामी हिँड्ने हो। अब यस्तै हाम्रो यात्रा, आजको यात्रा चाहिँ सप्तरीदेखि काठमाडौँसम्म बसबाट ट्राभल गर्दाखेरिको लामो यात्रा सानो रूपमा तपाईँहरूलाई हामीले
यहाँ चाहिँ सम्प्रेषण गऱ्यौँ, यात्रामा के कस्तो लाग्यो र यहाँ चाहिँ एकदम महत्त्वपूर्ण कुरा एउटा छुटेको छ। त्यो चाहिँ के छुटेको छ यो बाटोमा एकदमै नोटिस गर्नुपर्ने कुराहरू, त्यो चाहिँ तपाईँले कमेन्ट गर्नुहोला। त्यो चाहिँ सबैजनाले देख्छन्, ओहो के हो कसरी गरेको छ भन्ने कुरा हुन्छ कि। ओके, हेर्नुभयो सबैजनालाई धन्यवाद।